कतै हरियो कलरमा देखिने, कतै पहेँलोमा देखिने, कतै सेतोमा देखिने यी 3 रङका करपाटी के जनाउँछ, कुन व्यवसायले कस्तो खालको करपाटी राख्नुपर्छ र करपाटी राखेन भने के फाइन एन्ड पेनल्टी लाग्छ, आउनुहोस् आजको भिडियोमा जानु। हरेक व्यवसाय दर्ता गरिसकेपछि कर प्रयोजनका लागि आन्तरिक राजस्व कार्यालयमा गएर पनि दर्ता गर्नुपर्छ र आन्तरिक राजस्व कार्यालयमा त्यसरी दर्ता गरिसकेपछि त्यो पर्टिकुलर व्यवसायलाई चिन्नका लागि युनिक आइडेन्टिफिकेसन नम्बर भन्छ हामी, पर्मानेन्ट एकाउन्ट नम्बर इस्यु गरिन्छ, जसलाई हामी नेपालीमा स्थायी लेखा नम्बर पनि भन्छौँ। त्यसरी हरेक व्यवसायले स्थायी लेखा नम्बर पाइसकेपछि आफ्नो कार्यस्थलमा यसरी करपाटी बनाएर चाहिँ राख्नुपर्छ। यो करपाटीको साइज पनि पहिलेदेखि नै फिक्स छ। 30 सेन्टिमिटरको विड्थ भएको, 10 सेन्टिमिटरको हाइट भएको हामीले करपाटी बनाउनुपर्छ। योभन्दा सानो अथवा ठुलो करपाटी बनाउँछु भन्ने हुँदैन। अब मेन कुरा चाहिँ कन्सर्न के हो भने कुन कलरको करपाटी बनाउने, त्यसको बारेमा बुझौँ है त। यदि कुनै पनि व्यवसाय भ्याटमा दर्ता छ भने, कुनै पनि व्यवसाय भ्याटमा दर्ता छ भने उसले हरियो कलरको बोर्डमा सेतो कलरको अक्षरले लेखेर करपाटी बनाउनुपर्छ। कुनै पनि व्यवसाय भ्याट लाग्ने सामान बेचिरहेको छ तर भ्याटमा चाहिँ दर्ता छैन, जस्तै मैले कम्प्युटर बेचिरहेको छु तर म भ्याटमा चाहिँ दर्ता छैन। कम्प्युटर भनेको भ्याट लाग्ने चिज चाहिँ हो तर मेरो कारोबारको सीमा नकटेको कारणले, जस्तै वस्तुको हकमा 50 लाख नकटेको, सेवाको हकमा 30 लाख नकटेको कारणले म भ्याटमा दर्ता छैन भने मैले पहिलो कलरको बोर्डमा कालो अक्षरले लेखेर करपाटी बनाउनुपर्छ। यदि तपाईले भ्याट नलाग्ने वस्तु अथवा सेवाको कारोबार गर्दै हुनुहुन्छ भने तपाईले सेतो कलरको बोर्डमा रातो कलरको अक्षरले करपाटी बनाउनु पर्ने हुन्छ। जस्तै यस्तो वस्तु अथवा सेवा बेचिरहनु भएको छ, त्यसमा भ्याटै लाग्दैन, भ्याट नलागेको कारणले तपाईँ भ्याटमा दर्ता नै हुनु भएको छैन भने त्यस्तो केसमा तपाईले सेतो कलरको बोर्डमा रातो अक्षरले चाहिँ लेखेर करपाटी बनाउनु पर्ने हुन्छ। भ्याट दर्ता भए हरियो, भ्याट लाग्ने चिज हो तर भ्याटको सीमा नकटेकोले भ्याटमा दर्ता गर्नु भएको छैन भने पहेँलो, र भ्याट नलाग्ने कारोबार गर्दै हुनुहुन्छ भने सेतो बोर्डमा रातो अक्षरले लेखेर करपाटी बनाउनु पर्ने हुन्छ। यदि व्यवसायले यी करपाटीहरू बनाएर कार्यस्थलमा राखिएको पाइएन भने प्रत्येक पटक 2000 सम्मको फाइन लाग्न सक्छ। र करपाटी पनि कता राख्नुपर्छ, देखिने ठाउँमा राख्नुपर्छ। मैले भित्र राखेको छु, मेरो भित्र चाहिँ गोदाम छ, गोदाममा राखेको छु भन्न पाइँदैन। कस्टमर आएर जहाँ देख्छन् त्यो देखिने ठाउँमा चाहिँ हामीले करपाटी राख्नुपर्छ। नराखेको देखियो भने चाहिँ त्यस्तो केसेसमा ट्याक्स अफिसर एक्जामिनेसनमा आएको बेलामा पर्यो भने एभ्री टाइम 2000 को फाइन चाहिँ हामीलाई लाग्छ।